चाहिँ हामी यसो डाँडातिर घुम्न जाँदैछौँ है। दिदी भेनाजु भान्जा भान्जीहरू हामीहरू पछाडि बाटो आउँदै हुनुहुन्छ, कोही अगाडि गइसक्नु भयो। आज हाम्रो चाहिँ रमाइलो डाँडातिर गर्ने भन्ने विचार छ। यो हरियाली जङ्गल बर्खाको बेलामा भए पनि घुमौँ न त एकचोटि भन्ने। र हाम्रो घुम्न जाने ग्याङ चाहिँ यही हो है। हेलो अब हामी केही समयमा पुग्दैछौँ है हामी भोटेचुलीमा। तर कुहिरोले कतै पनि नदेखिने भयो, गाह्रो छ यार। ल अब हामी चाहिँ माथि केही समय छ है। हेलो 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 हेलो। यो चाहिँ गेट जस्तो भएको रहेछ, कस्तो मजाको होइन। हेर्नुहोस्, हेर्न सक्नुहुन्छ हजुरहरूले। यो चाहिँ यो लाली गुराँस, नेपालको राष्ट्रिय फुल लाली गुराँसको रुख हो। यो चाहिँ एकदमै राम्रो गेट जस्तो भएको रहेछ। हामी केही समयमा डाँडामा पुग्दैछौँ। अब हामी यहाँदेखि चाहिँ फटाफट डाँडाबाट डाँडाको दृश्यहरू देखाउनेछौँ है। डाँडाबाट कुहिरो त लागेको छ, धेरै जताततै त देखिँदैन होला, त्यही पनि कति देखिन्छ। हामी चाहिँ कोसिस गर्नेछौँ देखाउने जताततै। भोटेचुलीमा पुगियो, फाइनली पुगियो भोटेचुलीमा। कुहिरोले गर्दा भन्दामा ल मन्दिर चाहिँ यहाँ रहेछ है। म चाहिँ धेरै समयपछि आएँ। यो कुहिरोले गर्दा केही पनि देखिएन क्या। यहाँबाट चाहिँ हामीले चारैतर्फ खानी खोला, सिम्टा, गुमी, भेरेगङ्गा, गोरुवाकोट जताततै चाहिँ हेर्न सक्थ्यौँ। कुहिरोले गर्दा भन्दा हामीले हेर्न सकेनौँ है। हामी चाहिँ गेट प्रवेश गऱ्यौँ। ल हजुरहरू पनि आउनु होला। यो सुर्खेत जिल्लाको सबैभन्दा अग्लो डाँडा, एकदमै रमणीय ठाउँ। यहाँबाट चाहिँ धेरै ठाउँहरू देखिन्छ है। यो समयमा चाहिँ कुहिरोको कारणले देखिएको छैन। यहाँ चाहिँ असोज कार्तिक मङ्सिर पुसमा चाहिँ एकदमै राम्रो देखिन्छ है। यो चाहिँ हामी आइपुग्यौँ भोटेचुली डाँडा आली। घुम्न त सबैजना आउनु होला, तर यो मानिस भएर यस्तो काम गर्नु चाहिँ ठिक होइन। यो ढुङ्गाले हानेर सोलरको पाताहरूमा ढुङ्गा हानेर है एकदमै फोरेको अवस्था रहेछ धेरै। यो चाहिँ एकदमै गलत हो। यो मान्छे भइसक्यो, हामीले मान्छेले जस्तो व्यवहार गर्नुपर्छ, मान्छेले जस्तो काम गर्नुपर्छ है। यो ढुङ्गाले हान्नु चाहिँ गलत हो। यसरी तोडफोड गर्नु आउनुहोस्, घुम्नुहोस्, इन्जोय गर्नुहोस्, तर यो तोडफोड गर्ने काम नगर्नुहोस्। सबैजनालाई म यही जानकारी गराउन चाहे। कति चिसो चिसो हावा आएपछि त तलबाट हामी चाहिँ डाँडामा आइपुग्यौँ है। अब चाहिँ हामी यहाँ केही समय बस्नेछौँ, फोटोहरू खिच्नेछौँ। यो चाहिँ हाम्रो मुङ्ग्रेको गाउँ, सिम्टा गाउँपालिका, खानी खोला नौ मुङ्ग्रेको। यो चाहिँ खानी खोलाकै सबै ठाउँको दृश्यहरू, सबै ठाउँको त नभनौँ, केही दृश्यहरू देखिएको छ कुहिरो लागेको कारणले। सबै देखाउन सक्ने। हेर्नुहोस् कुहिरो कति राम्रो कुहिरो, चिसो हावा। हामी चाहिँ यता यसो नास्ताहरू खानेछौँ। यता बसौँ ल, यता बसौँ मिलाएर बस्यौँ। अब हामी चाहिँ यहाँ यसो र फोटोसोटो खिचियो, भिडियोहरू बनाइयो। अब हामी चाहिँ यो खानेको तयारी, खानेकुराहरू ल्याएका छौँ। चाउल, दाल, मट, बिस्कुट लगायत चिसोहरू पनि ल्याएका छौँ। यो चाहिँ खाने तयारी गर्दैछौँ है। पूजाहरू हेर्दै हुनुहोस् भिडियो लास्टसम्म। यो चाउ भुजाहरू के मिलाएर खानेकुराहरू बन्दैछ। आजको बसाइ हाम्रो खाउने पिउने। ल खाना त खाऊँ, खाएर सरसफाइ गर्दैछौँ। यो कागजहरू हेर्नु थाल्नु, यो राम्रो कुरा होइन। चलायो भने बिमारी हुन्छ।
आजको हुमाई पनि सकियो। अब चाहिँ हामी फर्काउँदै घरतिर। एकदमै राम्रो भयो, तर कुहिरोले जतातता देखिएन। कुहिरो नलागेको भए हामीले सिस्नु हिमालहरू पनि देख्न सक्थ्यौँ। धेरै ठाउँहरू देखिन्छ यहाँबाट है। आउनु होला, घुम्नु होला। बाई बाई।